त्यही भयो। नाटकै हो। हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई मिनी भ्लग। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ साथीहरू म शीतलपाटी डाँडा जाँदैछु। मलाई चाहिँ साथीले माथि आधी बाटो अरुणथानभन्दा माथि डाँडे भिरसम्म पुऱ्याइदिनु भयो। त्यसपछि म हिँड्दै जानुपर्ने हुन्छ। माथि देख्दै हुनुहुन्छ डाँडा, यो चाहिँ शीतलपाटी डाँडा। ल साथीहरू जाँदैछु, एक्लै हिँड्दै जानुपर्ने हुन्छ। यहाँबाट हातमा स्पिकर छ। त्यसपछि बाटो यस्तो छ, अहिले पहिलाभन्दा धेरै राम्रो भएको रहेछ बाटो चाहिँ। अब लगभग मलाई 1 घन्टा जति लाग्छ होला बिस्तारो जाँदाखेरि। आरामले जाँदाखेरि 1 घन्टा जति त लागिहाल्छ। यहाँ चाहिँ मेरो एउटा स्पिकर साथीहरू, अनि थोरै खानेकुरा पनि छ, त्यो चाहिँ पछि देखाउँछु। परतिर पुगेपछि चाहिँ एउटा सानो धारो रहेछ भित्तामा, यहाँ चाहिँ मैले पानी मजाले पिएँ। त्यसपछि थोरै अगाडि गएपछि रोड छोडेर उकालो बाटो हिँड्नुपर्ने रहेछ। ठ्याक्कै यहाँबाट अब चाहिँ रोड छोडेर म सर्टकट बाटो लाग्नेछु उकालोतर्फ। आज घाम पनि उस्तै लागिरहेको थियो, एकदम तातो हुने गर्मी, घाम कडा लागिरहेको थियो। 5 मिनट हिँडेपछि त मलाई थकाइ लाग्यो, यस्तो थकाइ लाग्यो। हिँड्ने बानी हराएछ साथीहरू, त्यही भएर थकाइ लाग्यो। अब 15-20 मिनट त हिँड्नै पऱ्यो। पारी देखिरहेको ठाउँबाट चाहिँ म हिँड्दै आएँ, गलेर त्यही भयो। नाटकै हो, नौटंकी नै हो। ल साथीहरू, अलिक थोरै मासतिर आएपछि एउटा चौतारो रहेछ, बाँसको काठको चौतारी रहेछ। म यहाँ एकछिन बिसाएँ, एकछिन आराम त गर्नै पर्यो साथीहरू, यत्रो हिँडेपछि होइन। ल साथीहरू माथि गुराँस टिप्दै हुनुहुँदो रहेछ। अब मलाई पुग्न खासै धेरै टाइम लाग्दैन, अब 5-10 मिनट लाग्छ। थोरै अगाडि गएको गुराँस फुलिरहेको रहेछ यति मजाले। त्यसपछि फेरि अगाडि गएँ, फेरि गुराँस टिपिरहेको भेटेँ। एकजना भाइले गुराँस टिपिरहनु भएको रहेछ। ल साथीहरू, शीतलपाटीमा यहाँहरूलाई हार्दिक स्वागत छ। थोरै परतिर गए साथीहरू, यहाँ चाहिँ पसल रहेछ। गुराँस चाहिँ मैले साथी टिप्दै गरेको साथीलाई मागेँ। त्यसपछि मैले खानेकुराहरू पनि किनेँ। त्यसपछि म लागेँ साथीहरू। बाटो अत्यन्तै राम्रो थियो, सिँढी नै सिँढीले बनाइएको। अब 2 मिनट पुग्न बाँकी छ साथीहरू। फाइनल्ली साथीहरू, म शीतलपाटी डाँडामा चाहिँ पुगिसकेको छु। यहाँबाट मान्छेहरू पनि धेरैजना आउनुभएको रहेछ घुम्नलाई, आज शनिबार हो नि त, त्यसैले। त्यसपछि टुक्रुक्क बसेँ साथीहरू म, अब एक्लै। एउटा डग पनि रहेछ यहाँ चाहिँ। म चाहिँ जता गए पनि यो एउटा न एउटा डग चाहिँ हुन्छ। तीहरू मैले पसलबाट एउटा बियर चाउचाउ ल्याएँ, अब यसलाई मैले खानुपर्ने हुन्छ। ल साथीहरू, त्यसपछि मैले खाँदै इन्जोय गरेँ। त्यसपछि साथीहरू मैले खानेकुराहरू खाइसकेँ। त्यसपछि म 1-2वटा गीत गाउँदै थिएँ, ठ्याक्कै 2जना बाजेहरू आउनुभयो। ल साथीहरू, एकदमै बबालै रमाइलो भयो। यति साह्रो रमाइलो हुन्छ भनेर मैले सोचेको पनि थिएन। यहाँ चाहिँ साथीहरू अलिकति ग्रुपमा 2-4जना साथीहरू मिलेर आउँदाखेरि चाहिँ अत्यन्तै रमाइलो हुने रहेछ। तपाईँहरू पनि आउनुहोला, किनकि म चाहिँ एक्लै आएँ। त्यही पनि यतिको रमाइलो नै भयो भन्नुपर्छ साथीहरू। ल साथीहरू, बस्दा बस्दै अब बेलुका 4-5 बजिसकेछ। अब चाहिँ लाग्नुपर्ने हुन्छ। यहाँ अत्यन्तै रमाइलो भयो, एक्लै भए पनि चाहिँ म फर्किसकेँ। शीतलपाटी भ्रमण गर्नुभएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। ल साथीहरू, रमाइलो भयो। अब चाहिँ म फर्किसकेँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो सबैजनालाई हेरिदिनु होला, लाइक कमेन्ट, च्यानललाई सब्सक्राइब गरिदिनु होला है त। बाई बाई एभ्रिवान। अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।